नमस्कार सम्पूर्ण कृषक महानुभावहरू, प्राविधिक साथीहरू र व्यवसायिक मित्रहरू। आज म विश्वको सबैभन्दा उच्च स्थानमा खेती गरिने रैथाने धान जुम्ली मार्सेको रोचक इतिहास, यसको सामाजिक तथा आर्थिक महत्त्व र यसका विशेषताहरूको बारेमा छोटकरीमा जानकारी दिन गइरहेको छु। जुम्ली मार्से धानको उत्पत्ति तथा सामाजिक महत्त्व। यो धानको पुरानो नाम काली मार्से वा जाड मार्से हो भने नयाँ परिमार्जित तथा व्यापारिक नाम जुम्ली मार्से हो। किंवदन्ती अनुसार 12औं शताब्दीतिर सिद्धगुरु चन्दननाथ बाबाको पालादेखि जुम्ला जिल्लामा खेती हुँदै आइरहेको छ। यसको उद्गम स्थल जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाको तिलाकोटको लाछो जिउलाको गुरु खोक्टो अथवा सानो गरा हो। यही खेतबाट स्थानीयले धानको बिउ र माटो लगेर आफ्नो खेतमा सार्ने प्रचलन अहिले पनि छ। यो जुम्ला जिल्लाको रैथाने र अत्यधिक चिसो सहन सक्ने धान हो। संसारकै सबैभन्दा उच्च उचाइ अर्थात् करिब 3050 मिटर उचाइमा रहेको जुम्ला जिल्लाको पातरासी गाउँपालिकाको छुमचोरमा रहेको छुम जिउलोमा समेत सफलतापूर्वक खेती गरिने धान भएकोले यसलाई अन्य धानभन्दा फरक बनाएको छ। हुलाक सेवा विभागले विषम 2061 साल असारमा रु 10 को हुलाक टिकटमा यो धानलाई सार्वजनिक गरिसकेको छ। जुम्ली मार्से केवल एउटा बाली मात्र नभएर यसको सामाजिक तथा आर्थिक महत्त्व पनि विशिष्ट प्रकारको छ। स्थानीय धार्मिक संस्कार तथा विभिन्न पर्वहरूमा यसको विशेष महत्त्व रहेको छ। सामाजिक परम्परा अनुसार प्रत्येक वर्ष बिउ उमार्नको लागि एकै दिन अर्थात् चैत्र 12 गते बिउ भिजाउने, 16 गते बिउ उतार्ने र 20 गते ब्याडमा छर्ने परम्परा आज पनि जीवित छ। बिउ भिजाउने दिनलाई बारुवा र ब्याडमा छर्ने दिनलाई बिसुवा वा बिच्छती पर्वको रूपमा मनाउने गरिन्छ। घटस्थापनाको दिन नयाँ धानको बाला चढाउने र न्वागी गर्ने प्रचलन छ। धान चुटेर सफा गरी थैलोमा नहाल्दासम्म एक आपसमा नबोल्ने चलन पनि जीवितै छ। चन्दननाथ र भैरवनाथको मन्दिरमा अहिले पनि मार्से धानको सिक दिने अथवा चढाउने गरिन्छ। त्यसै गरेर आफ्नो कुल देवता र मष्टो देवतालाई पनि सिक दिने गरिन्छ। नेपाल पञ्चाङ्गमा समेत यो धानसँग सम्बन्धित पर्वहरू समावेश गरिएका छन्। यो धान कर्णाली प्रदेशलाई चिनाउने धानको रूपमा रहेको छ र कर्णाली सरकारले यो धान रोप्ने दिन अर्थात् जेठ 15 गते जुम्लामा सार्वजनिक बिदा दिने गर्दछ। अब लागौं यसको आर्थिक तथा व्यावसायिक सम्भावनातर्फ। उच्च स्थानमा खेती गरिने र बाली तयार हुन लामो समय लाग्ने भएकोले यसको भात खाँदा स्वादिलो, पोसिलो र दरिलो छ। पछिल्ला वर्षहरूमा रैथाने खाद्य पदार्थहरूप्रति उपभोक्ताको आकर्षण बढ्दै गइरहेको छ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यो धानको माग वर्षेनी बढ्दै गइरहेको छ। पहिला पनि राजा रजौटाहरूले जुम्लाबाट मार्से धानको चामल मगाएर काठमाडौँमा खाने गरेको तथ्य भेटिन्छ र अनलाइन मार्केटिङ प्रणालीमा समेत यसको बिक्री वितरण भइरहेको देखिन्छ। यही कारणले यसको बजार मूल्य अन्य सामान्य तथा उन्नत धानको भन्दा निकै बढिरहेको छ। त्यसैले यो धानको खेती हुने क्षेत्रका किसानहरूले यसलाई छोडेर अन्य धानको खेती गर्न चाहँदैनन् र कृषकहरूले प्रति इकाइ जमिनमा उत्पादन कम भए पनि राम्रो आर्थिक प्रतिफल प्राप्त गरिरहेका छन्। स्याउ सिमीपछिको कर्णाली प्रदेशको मुख्य अर्थतन्त्रको आधार जुम्ली मार्से धान हो। यो धान जुम्ला जिल्लाको मुख्य निर्यात योग्य कृषि वस्तु भएकोले यसको व्यावसायिक खेती गर्दा यस जिल्लाको खाद्य सुरक्षामा सहयोग पुग्नुको साथै किसानहरूको जीवन स्तरमा सुधार ल्याउन सकिन्छ। यसको उत्पादन, प्रशोधन, गुणस्तर प्रमाणीकरण, हिमाली रैथाने चामलको रूपमा आकर्षक प्याकेजिङ र डिजिटल बजार मार्फत बजार व्यवस्थापनलाई व्यवस्थित गर्न सकियो भने जुम्ली मार्सेले कर्णाली प्रदेशको ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन उल्लेखनीय भूमिका खेल्न सक्दछ। कर्णाली प्रदेशको पहिचान बोकेको यो धान स्थानीय खाद्य सुरक्षा, कृषि पर्यटन तथा जैविक उत्पादनको ब्रान्डिङका लागि समेत महत्त्वपूर्ण सम्पत्तिको रूपमा रहेको छ।
अब लागौँ जुम्ली मार्सी धानको जातीय विशेषतातर्फ। उच्च ठाउँमा फल्ने यसको बोट चाहिँ हरियो र हल्का नरम झुस भएको मसिने पात, हुन्छ। डाँठमा यसको बैजिने पात चाहिँ रङका ठुलो गाँठा, हुन्छ। नरम र यसको लचिलो बाला बोट, चाहिँ झुलेको झुलेको हुन्छ। बाला, खैरो कालो दाना, कालो दाना हुन्छ। दानामा बैजनी यो उच्च रङका भागमा अलिकति छोटा छोटा झुस, कालो दाना हुन्छ सेतो रातो र अलि मिसिएको बेसीमा चामल, मोटो, पकाउँदा कालो नरम, खैरो हुन्छ। स्वादिलो भात अनि र यसको सजिलै झार्न रङ चाहिँ सकिने यो सेतो रातो धानका मिसिएको मुख्य चामल मुख्य हुन्छ। विशेषताहरू हुन्। पकाउँदा नरम हुन्छ। कृषि अनुसन्धान केन्द्र अनि मोटो दाना विजयनगर हुन्छ। जुम्लामा आर्थिक वर्ष पानी बढी चाहिन्छ। 2070-71देखि पोषिलो र अडिलो हुन्छ। 2080-81 जुम्लाको सम्म खास रैथाने सञ्चालन गरिएका विभिन्न परीक्षणहरूले जुम्ली मार्सी धानको कृषि तथा जैविक विशेषताबारे महत्त्वपूर्ण जानकारी प्रदान गरेको छ। विभिन्न वर्षका परीक्षणहरूबाट जुम्ली मार्सीको औसत बोटको उचाइ 104 सेन्टिमिटर, पातको लम्बाइ 30 सेन्टिमिटर र पातको चौडाइ 0.96 सेन्टिमिटर, 50% फुल फुल्ने समय 148 दिन, बाली पाक्ने समय 197 दिन लाग्ने गर्दछ। यसैले यो जात हिमाली क्षेत्रमा ढिलो पाक्ने परम्परागत धान भएको पुष्टि गर्दछ। त्यसैगरी यसको प्रति गाँच बाला सङ्ख्या 9 वटा, बालाको लम्बाइ 18 सेन्टिमिटर, प्रति बाला दाना सङ्ख्या 78 वटा, प्रति बाला भरिएको दाना 68 वटा, दानाको लम्बाइ 0.8 सेन्टिमिटर र चौडाइ 0.5 सेन्टिमिटर, 1000 वटा दानाको तौल 24 ग्राम र उत्पादन 2.6 मेट्रिक टन प्रति हेक्टर रहेको देखिन्छ। वातावरणीय अवस्था जस्तो वर्षा, रोगको प्रकोप तथा व्यवस्थापनका कारण यसको उत्पादनमा केही उतार चढाव हुने गर्दछ। तर पनि जुम्ली मार्सीले अन्य उन्नत जातहरूभन्दा स्थिर उत्पादन दिने क्षमता प्रदर्शन गरेको अनुसन्धानको नतिजाहरूले देखाउँदछन्। अन्य उन्नत जातहरूसँग उत्पादन क्षमताको तुलनात्मक विश्लेषण गर्दा अनुसन्धानले स्पष्ट पारेको तथ्य के हो भने जुम्ली मार्सीलाई केवल उत्पादनका आधारमा मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन। यसको वास्तविक मूल्य, यसको उच्च बजार मूल्य, रैथाने पहिचान, जैविक उत्पादनको सम्भावना, पोषण गुण तथा सांस्कृतिक महत्त्वमा निहित रहेको छ। आर्थिक विश्लेषणका आधारमा धेरै अवस्थामा जुम्ली मार्सीले उन्नत जातसँग प्रतिस्पर्धा गर्न सक्ने प्रतिफल दिएको देखाएको छ। अब यसको संरक्षणको आवश्यकता र महत्त्व। यो धानको सामाजिक तथा सांस्कृतिक महत्त्व परापूर्व कालदेखि नै एक नाश र जीवन्त छ। रैथाने बालीहरू जलवायु परिवर्तन, आधुनिक जातहरूको विस्तार तथा परम्परागत खेती प्रणालीमा आएको परिवर्तनका कारण लोप हुने जोखिममा रहेका देखिन्छन्। जुम्ली मार्सी जस्तो ऐतिहासिक तथा विशिष्ट जातको संरक्षण गर्न यसको रैथाने जातको रूपमा दर्ता, शुद्ध बिउ उत्पादन, विधिवत रूपमा बजार प्रवर्धन तथा भौगोलिक सङ्केत जस्ता पहलहरू आवश्यक देखिन्छन्। यसको दर्ताले नक्कली उत्पादन नियन्त्रण गर्न, वास्तविक जुम्ली मार्सीको पहिचान स्थापित गर्न तथा कृषकलाई उचित मूल्य दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। साथै यसले रैथाने बालीहरूको संरक्षणमा कृषकहरूलाई प्रोत्साहन मिल्न गई नेपालको रैथाने आनुवंशिक स्रोत संरक्षणमा समेत ठुलो योगदान पुर्याउनेछ। यस्तो धान नेपालमा उत्पादन हुनु भनेको हामी सबैको लागि ठुलो गौरवको विषय हो। कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जुम्ली मार्सी धानमा लामो समयदेखि अध्ययन गरिरहेको छ। यो धानमा कहीँ कतै मरुवा रोगको प्रकोप देखिएर उत्पादनमा ह्रास आउने भएकोले मरुवा रोग प्रतिरोधी नयाँ लाइनहरूको विकासका लागि अनुसन्धान गर्दै आइरहेको छ। यस क्रममा केही नयाँ लाइनहरू छनौट गरिएका छन्। यी नयाँ प्रजनन सामग्रीहरूमा रोग प्रतिरोध, उत्पादन क्षमता तथा अनुकूलन क्षमताको विस्तृत मूल्याङ्कन भइरहेको छ। भविष्यमा यिनै सामग्रीका आधारमा जुम्ली मार्सीको मौलिक गुण कायम राख्दै अझ उन्नत जात विकास गर्ने सम्भावना देखिएको छ। अनुसन्धानले जुम्ली मार्सी केवल कृषकको जीविकोपार्जनको स्रोत मात्र नभई नेपालको बहुमूल्य
आनुवंशिक सम्पदा भएको पुष्टि गरेको छ। आधुनिक जातहरूको विस्तार तथा जलवायु परिवर्तनका कारण रैथाने जातहरू हराउने जोखिम बढ्दै गएको अवस्थामा यसको वैज्ञानिक संरक्षण अत्यन्त आवश्यक भएको देखिन्छ। धन्यवाद।